आजको पुरुषार्थ 1-7-7-4 परम शान्ति। बाबाले भन्नुभयो, बच्चाहरू, जब तिमी आफ्नो दिनचर्या पिताको श्रीमत प्रमाण बिताउँछौ तब तिम्रो प्रत्येक कदममा पद्म हुन्छ। हेर बच्चाहरू, बाबा तिमी बच्चाहरूलाई विश्वको अगाडि नमुना बनाएर प्रत्यक्ष गर्नुहुनेछ। त्यसैले तिमीले पनि अलराउन्ड पार्ट बजाउनु पर्छ। यस्तो होइन कि सबै कुरा छोडेर तपस्या गर्नुपर्छ, होइन। बच्चाहरू, सबै कुरा गर्दै डबल लाइट अर्थात् म लाइट, पावरफुल लाइटको मुनि छु र मनबाट बिल्कुल हलुका नै रहनुपर्छ। बच्चाहरू, यसरी नै पितालाई साथमा राखेर अघि बढिरह। बस आफ्नो मनमत मिक्स गर्नु हुँदैन। हेर बच्चाहरू, तिमी जहाँ भए पनि यदि पिताको यादमा छौ भने पिता तिमी बच्चाहरूको साथमा हुनुहुन्छ र तिम्रो प्रत्येक कदममा कल्याण नै कल्याण छ। त्यसैले ड्रामाको पट्टामा पितालाई साथमा राखेर सिधै अघि बढिरह। कुनै प्रश्न चिन्ह छैन, बस बिन्दु, अनि तिमी आफ्नो लक्ष्यमा पुग्ने नै छौ। बच्चाहरू, आफैलाई लाइट सम्झेर सुप्रिम लाइटको मुनि आएर बस। साथै अनुभव गर कि म आत्मा एक अत्यन्त शक्तिशाली प्रकाशको किरणहरूको मुनि छु, जसमा केवल प्रेम नै प्रेम छ। यस प्रेमका किरणहरूबाट मलाई अत्यन्त शान्ति मिलिरहेछ। मेरो निसङ्कल्प स्थिति बन्दै गएको छ। यस अवस्थाबाट अत्यन्त आनन्द प्राप्त हुन्छ। बस बच्चाहरू, बारम्बार यही अभ्यास गर। यो पिताको अद्भुत प्रेम नै तिमी बच्चाहरूलाई यस संसारबाट न्यारो बनाउनेछ। तिम्रो प्रेममा मग्न हुँदा तिम्रो डबल लाइफ स्थिति बन्नेछ, जुन स्थितिमा तिमी सबै कुरा गर्दै पनि सबै कुराबाट न्यारो हुन सक्नेछौ। बस सर्वसमर्पण गर, अर्थात् आफ्नो सबै बोझ पितालाई देऊ। पिताको काखमा समाहित हुआ। बस धैर्यतापूर्वक अघि बढ। अचानक नै सबै कुरा परिवर्तन हुनेछ। आजलाई परम शान्ति।